मेरा हो साथीहरू सबैजनालाई वेलकम छ है। पानी पर्यो आज बेसरी, तर के गर्नु, पानी परेर यता गाउँ काटेर हिँड्छ, असिना पऱ्यो पाइ डाँडा छ नि, त्यो डाँडामा हिउँ परेर हिँडिरहन्छ, असिना र असिना र तक्रिबन 1.5 फुट होइन। के गर्नु साथीहरू, यार पानी परेर आइरहन्। हामी यहाँको स्कुल थियो कताको, यहीँ रहेछ। देखौँ साथीहरू, हाम्रो ठाउँ हो यो। हामी हिँडिरहेको छौँ है बाटोतिर। गाउँमा पानी परेछ आजै, मौसम पनि शीतलो भएको छ, रमाइलो भयो आज पानीमा भिजेर। गाडी पनि आएको छ कि हाम्रो गाउँ। लाइन हट्दैछ है भाइ, कत्रो ठाउँ छ त्यहाँ। कहाँ पाउँछ जानु अगाडि। साथीहरू हाम्रो गाउँ ठाउँ गाउँ आची काटेर हिँड्छ है। ठन्डामा बरफ पर्छ। हाम्रो गाउँ यो बिचको डाँडामा है। अब आधी 1 घन्टा लाग्छ, 1 घन्टा लाग्दैन धेरै, बिस्तारै हिँड्यो भने 1 घन्टा लाग्छ, तर 45 घन्टा। साथीहरू पानी परेर जस्तो छ। यता भएको छ नि, यताको पुरा माछा पुच्छे देखिन्छ, पुरा माछा पुच्छे हिमाल धौलागिरी माथि डाँडाबाट। यतातिर ए साइडमा देखिन्छ सिस्ने हिमाल, सकरो यतातिर देखिरहेछ। अब अझै पनि हिमाल देखिरहेको, अलिअलि जङ्गलतिर हिउँहरू। गाउँ त यार खतरा छ यार। यता छ सुर्खेत भ्याली। यता खेती बहुत हुन्छ, यो गोपीहरू पनि हुन्छ है, गोपीहरू।